साथीहरू, दरबार हत्याकाण्डबारे केपी शर्मा ओलीले सबैलाई झस्काउने खालको प्रश्न तेर्साएका छन्। यति बेला केपी शर्मा ओलीको पहिलेको पुरानो भिडियो हेरेर राजदरबार अथवा वीरेन्द्र राजाको वंशनाश कसले गरेको रहेछ भन्ने कुरा खुलासा गरेका छन्। अहिले मर्छ अनि उसले अगाडिबाट पनि उसैले गोली हान्छ, पछाडिबाट पनि उसैले गोली हान्छ। अनि 4वटा राइफल, 3वटा राइफल, एउटा पिस्तोल एकैजनाले बोकेर कुद्छ। यस्ता कुरा पनि पत्याएर हिँड्ने। जहाँ चाहेको जाँदा पानी परिराखेको थियो त्यो बेला। एउटा ओभानो टोपी, दिपेन्द्र मारिएको भनेको पोखरीको छेउमा ओभानो टोपी तैरिराखेको थियो त्यो पानीमा, जबकि 4-5 दिन 7 दिनदेखि पानी परिराखेको छ। त्यस्तो ठाउँमा दिपेन्द्रको टोपी उति बेरै खसेको टोपी, डुबेको पनि छैन, भिजेको पनि छैन, केही भएको छैन, ओभानो टोपी, भर्खर राखेको टोपी, जहाँ चाहेको जाँदा भर्खर राखेको टोपी उतार्नु पर्यो मजाले, त्यसमा पानी पनि भरिएको छैन। यस्तो पनि नाटक हुन्छ। यहाँ हत्याकाण्ड भइसक्दाखेरि दुनियाँभरि दिपेन्द्रको प्रेम कहानी भनेर एउटा चाहिँ कहानी, अनि दिपेन्द्रले हत्याकाण्ड गर्यो भनेर यस्ता वाहियात कुराहरूका पछाडि पनि नेपाली जनता कुद्नुहुन्छ। उनले यो भने सोझो तरिकाले हेर्ने हो भने यो एकदमै ठिक छ। नेपाली जनताले यो मान्न तयार पनि छैन। तर केपी ओलीको त्यो औँलो नै यसो बाङ्गो छ नि, त्यो कहिल्यै सिधा हुँदैन साथी हो। उनले भन्न खोजेको आशय के हो भने युवराज दिपेन्द्र त्यो घटनामा दोषी छैनन्, दोषी अहिलेका राजा ज्ञानेन्द्र शाह छन् भन्न खोजेको। उनले यसअघि कति बेला भनेका थिए नि, मरेको नलीखुट्टो बोकेर यहाँनिर शङ्ख नफुके हुन्छ भनेर भनेका थिए रापरवालाई संसद भवनभित्रै। उनको आशय यही हो। अब राज संस्था नफर्कियोस्, राज संस्था नेपाली जनताले मन नपराउनको लागि राजा ज्ञानेन्द्र आफ्नै दाइको हत्यारा हो भन्ने नेपाली जनताले ठानोस्, यो कुरा उनको मानसपटलमा छ। त्यो कारणले मैले भनेको उनको औँलो नै यस्तो छ। यो औँलो कहिल्यै यस्तो हुन जानेन। त्यो कारणले उनको बोली यस्तो होइन साथी हो, यस्तो हो, यस्तो कुरा बुझौँ। खैर केही छैन। अन्तिममा दरबार हत्याकाण्ड एकदमै धेरै रहस्यमय छ। एउटै व्यक्तिले 4-5वटा राइफलहरू कसरी बोक्न सक्छ र ताकी नसामा गाँजामा लट्ठिएको व्यक्तिले कसरी गोली हान्न सक्छ र कोठाभित्र गएर 1-2 पटक भटर गोली चलायो भने पनि ल 2-4 जनाको मृत्यु हुन सक्छ अरे, तर 9-9 जनाको कसरी मृत्यु हुन सक्छ। अर्को कुरा, दरबारमा सयौं हजारौंको संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना सबका सब तैनात हुन्थे। ती कर्मचारीहरूले, ती सेना प्रहरीहरूले 3-4 मिनटसम्म के हेरेर बसे र उनीहरूले किन त्यो घटना नियन्त्रण गर्न सकेनन् र त्यो दरबारको सुरक्षामा रहेका तालिम प्राप्त कुकुरहरू जुन दिन घटना भयो त्यही दिन त्यहाँबाट कसरी गायब भए र एउटा राजा हुँदै गरेको व्यक्तिले आफ्नै टाउकोमा यसरी गोली हान्न कसरी सक्छ, त्यो पनि 5 फुट भन्दा लामो राइफलले। मान्छेको हातले 5 फुट पर त पुग्दैन होला पक्कै पनि। त्यसैले यहाँनिर दरबार हत्याकाण्डको अनुसन्धान गर्न जरुरी छ। यो विषयमा धेरै बोलिसकेको छु। यो बोलिन विस्तृत रूपमा प्रतिवेदनमा के भएको छ र के भनिएको छ, यदि त्यो हेर्न चाहनुहुन्छ भने बिहार नेपाल युट्युबमा गएर पनि हेर्न सक्नुहुन्छ भने यही फेसबुकबाट पनि हेर्न सक्नुहुन्छ।